अहिले चाहिँ ठ्याक्कै 4:04 गइरहेको छ। म चाहिँ यता यो बाफलतिर छु, राजा आउँदैछ अनि आज चाहिँ हामी यता सैलिङको लागि निस्किँदैछौँ। ल अब चाहिँ हामी यहाँ सबैजना जम्मा भइसक्यौँ। हाम्रो आयुष पनि रेडी भयो, विजय दोष पनि रेडी भयो, अशोक भन्दा उता छ, मुन्टा भित्र छ, मसँग दिपक छ अनि राजन उता अर्को साथीले लिएर आउँदैछ होइन। अब हामी अहिले चाहिँ अँध्यारो छ नि त, त्यही भएर अहिले चाहिँ हामी भिडियो गर्दैनौँ। सिधै अब अलि उज्यालो भइसकेपछि मात्रै भिडियो गर्छौँ। अब हामी निस्किनु पर्ने हुन्छ। अब चाहिँ हामी सबैजना जम्मा भयो, अब हामी निस्किन्छौँ। अँध्यारो छ, त्यही भएर अहिले हामी भिडियो गर्दैनौँ। सिधै अलि उज्यालो भइसकेपछि मात्रै गर्छौँ सिधै भिडियो। अब हामी फाइनली हामी चाहिँ यो दोलालघाट बजारमा के भन्छ यसलाई, दोलालघाटै भन्छ होइन, दोलालघाटमा आइपुग्यो। अब हामी यहाँ नास्ता सास्ता गर्छौँ अनि निस्किनु पर्ने हुन्छ यहाँबाट हामी होइन। ल हाम्रो साथी नयाँ साथी है, ऊ चाहिँ मेरो भ्लगमा फर्स्ट टाइम आएको चाहिँ दोलालघाटसम्म आइपुग्दा चाहिँ हाम्रो सरको अनुहार यस्तो भइसकेको छ। ल जमजम भाइ कसको, नमराजको, यतैबाट निस्किनु हुँदैछ। ल जम भाइ निकाल न, खुजुरा छ होला पख देन त। ल निस्किनु केटा हो, म बिरामी छ भने कसरी थाहा भयो यार, केरा सेरा स्याउ सबै बोकेर आएको त केटा हो। यत्तिको साथी चाहिँ हुनुपर्छ है। ल अब चाहिँ हामी यहाँबाट दोलालघाटबाट अब निस्किनु लाग्यो, खाजा साजा खाइयो, अब यहाँबाट निस्किनु पर्ने हुन्छ हामी चाहिँ। सो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई, तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि सधैँ चाहिँ आज पनि म तपाईँहरूको लागि एउटा नयाँ भिडियो लिएर आइसकेको छु होइन। सायद थाहा पाइसक्नु भयो होला तपाईँहरूले हामी चाहिँ कहाँ जाँदैछौँ भनेर, मेरो थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो होला। आज चाहिँ हामी जाँदैछौँ सैलुङ। अनि मसँग आज छ नवराज छ, अशोक छ, अनि त्यसपछि राजन छ, अनि विजय दोस्त छ, आयुष छ, अनि अर्को दोस्तको नाम चाहिँ मलाई राम्रोसँग थाहा भएन होइन। हामी आज त्यही हो 4वटा बाइकमा 8जना जाँदैछौँ। अहिले चाहिँ हामी यता यो दोलालघाट आइसक्यौँ। हाम्रो चाहिँ अब भ्लग चाहिँ यहाँबाट सुरु भयो, फेरि दोलालघाटबाट सुरु भयो। उताबाट गर्न त गरेको, माइक पनि बिग्रिएछ अनि साउन्ड पनि राम्रोसँग आएन, त्यही भएर चाहिँ फेरि यहाँबाट सुरु गरेको। अब हामी यहाँ आइयो, दोलालघाटमा आइयो, खाजा साजा खाइयो। अब यहाँबाट 7 बज्यो अहिले, अब निस्क्यौँ हामी चाहिँ यहाँबाट। अघि चाहिँ हामी एकदम रसमा आइरहेको थियौँ होइन। अब चाहिँ हामी यहाँबाट बिस्तारै जानुपर्ने हुन्छ, बाटो साङ्ग्रो छ, त्यही भएर बिस्तारै आरामले जानुपर्ने हुन्छ। अब चाहिँ हामी जोस्, मलाई चाहिँ सैलुङ चाहिँ एकदम जान मन थियो कि धेरै पहिलादेखिबाट, अनि टाइमहरू मिलिरहेको थिएन। अनि हिजो फ्राइडे थियो, फ्राइडे जाने भन्ने विचार गरेको हामीले चाहिँ, बेलुका जाने, बिहान उठेर मर्निङ भ्यू टक्क हेरेर अनि स्याटरडे फर्किने विचार गरेको। अनि मैले गर्दा चाहिँ मिलेन है हिजो जानलाई, मेरो काम थियो अनि त्यही भएर छुट्टी माग्न मिलेन, मैले त्यस्तै काम परेर। अनि केटाहरू हिजो पुरा फायर भइरहेको थियो, मैले गर्दा जान मिलेन यहाँ हो भनेर पुरा सबैजना रिसाइरहेको थियो होइन। अनि मैले गर्दा अब आज बिहान उठेर 4 बजे उठेर सबजना रेडी भएर लाग्दैछौँ हामी चाहिँ। ओ यहाँबाट कता हो? ओइ पाक्पा ओए, यता हो के ठाउँ भन्छ यार यसलाई? यही बाटो त होला नि है? सोधौँ है, कन्फर्म गरौँ न एकचोटि केटा हो है? हो एकचोटि सोधौँ न, ती मान्छे छ नि त। ओ दामी देखिरहेको छ यार। अब चाहिँ भर्खर घाम लागिरहेको छ। यति बेला चाहिँ हामी सैलुङ पुग्नुपर्ने हो क्या, यस्तो बवाल भ्यू देखिन्थ्यो यार। हिजो गएर टक्क बस्न पायो भए दामी हुन्थ्यो, मैले गर्दा प्लान चौपट भयो केटा हो। आयुष हो सबसे धेरै रिसाउने मसँग हिजो, डागा ओए कस्तो बवाल देखेको यार भ्यू। यति बेला वहाँ पुग्नु पायो भए त आमामा बवालै देखिन्थेछ। ल कस्तो दामी देखेको त यार। पानी चाहिँ नपरोस्, पानी पऱ्यो भने चाहिँ हाम्रो बिजोग हुनेवाला छ। आज भ्यायो भने हामी फर्किने हो, नत्र भने उतै बस्नुपर्ने हुन्छ आज चाहिँ हामी।
जस हामी चाहिँ 4:30 बजीतिर कलङ्कीबाट निस्केका थियौँ होइन। अनि हामीलाई दोललघाट आइपुग्नलाई चाहिँ हामीलाई 2.5 घन्टा लाग्यो ट्याक्कै। अनि अब यहाँबाट हामी खाजासाजा खाएर दोललघाटबाट निस्किसक्यौँ। अब यहाँबाट कति घन्टा लाग्छ म त्यो डिटेल्स दिइहाल्छु। जस अहिलेको समयमा चाहिँ एकदम बवाले हुन्छ क्या, जताततै हरियाली हुन्छ नि त, त्यही भएर बवाले देखिन्छ। हाम्रो केटाहरू जोसिसक्यो फेरि, भएन केटाहरू जोसिनु भएन। जस ठिक छ ल, धेरै पछि यसरी सबैजना जम्मा भएर लङ राइड हिँड्न पनि एकदमै रमाइलो हुन्छ होइन। सबैजना यसरी घुम्ने बेला यही हो। अब पछि भने त्यस्तै हो, कोही कहाँ हुन्छ कोही कहाँ हुन्छ। घुम्ने बेला यही नै हो। अब राम्रोसँग घुम्न पाइँदैन पछि चाहिँ। आज चाहिँ हामी 4वटा बाइकमा जाँदैछौँ, 8 जना होइन। अगाडि चाहिँ नमराज र अशोक छ, अशोकले राइड हानिरहेको छ। अनि आयुष र विजय दोस्त छ, राजन छ। अनि राजनको दोस्तको नाम के हो यार, मलाई नामै थाहा भएन राम्रोसँग। उसको नाम नि विजय हो ल। 2 जना विजय रहेछन् होइन। अनि मसँग चाहिँ दिपक छ। यस रमाइलो गर्नुपर्छ आज केटा हो। सुकुटी चाहिँ केटा हो ल, सुकुटी चाहिँ हो। जस आजको मौसम चाहिँ एकदम खुल्ला भइदियो चाहिँ राम्रो हुन्थ्यो। खुल्ला भएन भने त उता गएर फेरि त्यो सैलुङको डाँडै हेर्न पाइँदैन यार, बादल लागेर छ अन्त। भैँसे भन्ने ठाउँ आइपुग्यो ल। यतातिरको चाहिँ नाम पनि कस्तो अनौठो हुँदो रहेछ यार, भैँसे रे खै के नामहरू पनि। ल फाइनल्ली कोठे भन्ने ठाउँमा आइपुग्यो हामी। यो ठाउँलाई चाहिँ कोठे भन्दो रहेछ है। जस यतातिर आउँदा चाहिँ एकदमै त्यो नाम हुन्छ नि, एकदमै अनौठो सुन्न पाइँदैछ। कोदारी रे कोदारी। अब यहाँबाट अगाडि नेक्स्ट स्टेसन भनेको चाहिँ कोदारी रहेछ। जस आज मजाको राइड भयो, धेरै पछि यसरी हिँड्यो होला हामी लङ राइडमा। मेरो त फर्स्ट राइडै होला क्या यति लङ हिँडेको। ल फाइनली हामी आइपुग्यौँ यता खाडी चौरतिर। यो ठाउँलाई चाहिँ खाडी चौर भन्दो रहेछ होइन। तातो पानी जाने मार्ग नै हो क्या? तातो पानी जाने मार्ग नै हो क्या हो र? कतातिर यता लाइट बाल्दै खाँदै केटाहरू हो, यतै हो यतैबाट मैले एकजनाको भ्लग हेरेको थिएँ, यतैबाट गएको थियो। जो सैलुङ जाने मध्ये अब हाम्रो चाहिँ लेटेस्ट भ्लग हुन्छ होला होइन अहिलेकोमा चाहिँ। अनि बाटो कस्तो छ, कन्डिसन कस्तो छ, अब बाइक स्कुटर लानु कति गाह्रो हुन्छ त्यो सबै देखाउँदै जानेछु म चाहिँ आज। तपाईँहरूलाई पनि सजिलो होस् न कोही आउँदै हुनुहुन्छ भने। ल जाम रेस्ट भइहाल्यो ल एकछिन। ल अब हामी चाहिँ यहाँ एकछिन बसेर रेस्ट गरेर फेरि लागिसक्यौँ हामी सैलुङतर्फ। सैलुङ पनि यस्तै भयो होला हरियो, अहिले यस्तै भइसक्यो होला हरियो न हरियो। तर हेर्न पाइने हो कि नपाइने हो भन्ने कुरा भइरहेको अब यहाँ पानी परेर जान्छ अनि त्यहाँ त अनि पुरा हुसु लागिरहन्छ। ल गाइस अब म चाहिँ अब यतातिर अफ गरिदिन्छु भिडियोलाई, उचितै उता गएपछि गरौँ ल। अब पागल हो केटा हो, घर जा पागल हो। जस अब हामी चाहिँ मुडेबाट राइट लिएर यता आउनुपर्ने हुँदो रहेछ होइन सैलुङ आउनुको लागि। मुडेमा आइसकेपछि तपाईँहरू यो राइट लिएर तलको बाटो आउनु होला। भिडियो बनाइदिन्छ बाबु। ल हामी चाहिँ अब यहाँ उता भाइलाई भिडियो गरिदियो भनेर भाइलाई भिडियो गर्न लाउँदैछौँ होइन। भाइ चाहिँ बिचरा एक्लै बसिरहेको रहेछ, भाइले खिचिदिन्छ अब हाम्रो भिडियो, यहाँको भिडियो। खै भिडियो कस्तो भएछ?
भएन ल भाइ पैसा लिग खै पछि हेर्नु लिग 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 बाबु भाइलाई नि भिडियोमा हालिदिनु पर्ला है ल हामी चाहिँ अब यहाँबाट फोटोसोटो भिडियो सिडियो हानेर अब फेरि सलिङतर्फ लाग्दैछौँ जेस उता गइसकेपछि चाहिँ अब 1.5 घन्टा जति हाइकिङ गर्नुपर्ने हुन्छ अरे होइन तलबाट माथि पुग्नको लागि अनि जाँदैछौँ हामी बिस्तारै रमाइलो हुँदैछ आजको हाम्रो यात्रा जेस मुडेबाट तलतिर लागिसकेपछि बाटो चाहिँ एकदमै A1 है A1 बबाल बबाल बाटो जेस गाडी पनि एकदमै कम चल्ने रहेछ होइन फाटाफुट्टो कुनै बेला मात्रै चल्दो रहेछ अनि जस बाटो चाहिँ खाली नै हुने रहेछ है पैसा असुल केटा हो पैसा असुल ठाउँ बबाल फाइनल्ली आइपुग्यो नि त हेर आँखा उदाको आँखा हेर नि मेरो आँखा छ नि यसको आँखा ज्वरो आयो जस्तो भएको त ल फाइनली हामी चाहिँ अब यहाँ पार्किङ आइसक्यो पार्किङ गरेर अब हामी खाना खान जानु लाग्यो खाना खान्छौँ खाना खाएको छैन अनि त्यसपछि हामी माथि चढ्नुपर्ने हुन्छ त्यसपछि हामी यहाँ आएर खानासाना खानु लाग्यो खानासाना खान्छौँ अनि त्यसपछि अब हामी माथि निस्किनुपर्छ र अहिले चाहिँ अब हामी सयौँ आइपुग्यौँ अब यहाँबाट चाहिँ हामी केटाहरू सबैजना हिँडेर 1 घन्टा जति लाग्छ होला हाइकिङ गरेर हामी माथि डाँडा जानेछौँ त्यसपछि त्यहाँको भ्यू के छ वातावरण इन्भाइरोमेन्ट तपाईँहरूलाई देखाउनेछौँ सबैले हेरिदिनु होला हामी रमाइलो गर्दै जान्छौँ सबै ठाउँ देखाउँछौँ हजुरहरूलाई अब बवाल रमाइलो हुनेवाला छ अब यस्तो बाटो चाहिँ हाइकिङ जाने हो हामी कति टाइम लाग्छ भन्ने थाहा छैन सबजना फर्स्टचोटि जानु लाग्यो हो तपाईँहरू चाहिँ त्यहाँ तल पार्किङबाट थोरै माथि आइसकेपछि चाहिँ त्यो ग्रेडवालाहरू देख्न सक्नुहुन्छ होइन थोरै माथि आउने बित्तिकै यस्तो ग्रेडवालाहरू छ मलाई त चाइना गएको फिल भइरहेको केटा हो बाप्रे यहाँ पो दामी रहेछ यार यहाँ हो क्या भिडियो बनाउनु त दामी ल तपाईँहरू राम्रै हुनुहुँदो रहेछ अनि राम्रै भएर आएको नि होइन राम्रै हुनुहुन्छ कहाँबाट आउनु भएको हजुरहरू हो नामे कति गाह्रो भयो बाबा मोटाउनुको नि पीडा यस्तो हुन्छ हिँड्न सकिँदैन यस्तो मात्रै भयो चाहिँ पेट हेर्नु केटा पेट हेर केटा पेट जेस म चाहिँ अहिलेसम्म ठिक छु है दुब्लो भयो भने 1 कुइन्टल कसरी हिँड्छन् होला 1 कुइन्टलले 1 कुइन्टल भन्दा त किलो पनि यार त्यस्तो भन्नु पाइएन नि आयुष आज मेरो भिडियोमा नआउने हो तिमीलाई बिल्ला नआने भिडियो बनाएको चित्तै बुझ्दैन आयुष तिमीलाई बिल्ला नआने भिडियो बनाएको त चित्तै बुझ्दैन क्या मलाई आउनुपर्छ कि तिमी त भिडियोमा आएन भने त बर्बाद हुन्छ यार तिमी आएन भने त मान्छेले हेर्दै हेर्दैन कि तिमी आएन भने यार छट तिमी भएर मेरो भ्लग चलिरहेको नि ल हाम्रो यात्रा जारी छ हिँडेको धेरै बेर भएको छैन हामी भर हुन लागेको 10-15 मिनट भयो होला ग्रेट वाल चाहिँ सकेर अब
माथि लागिसक्यो हामी सन्चो छैन त्यही पनि उठाएर लिएर हिँड्ने मलाई यिनीहरूले बोके होइन यो पापीहरूले मलाई उठाएर लिएर हिँड्ने प्लानिङ चाहिँ मेरो है फेरि जाने भनेर ती कति गाह्रो भा छैन खासै छैन त्यो दम लाग्ला जस्तो मात्र भा हाम्रो साथीलाई नि भिटामिन ल्याएर गल्ती भयो भिटामिन चाहिँ अलिकति बोकेर लानु पर्ने रहेछ सैलुङ त सके त कसो लाग्यो तिमीलाई सैलुङ कस्तो लाग्यो तिमीलाई सकेको छैन होइन भर्खर हामी बोल के भन्छ नि यार अब जाँदैछौँ जाँदा होइन आइपुग्यौँ होइन अब यहाँदेखि अब चाहिँ सुरु हुन्छ हाम्रो भिजिट होइन गान्तोक चाहिँ अब कहाँ जाने के गर्ने कस्तो कहाँ हो कस्तो छ होइन अनि यहाँदेखि हामी चाहिँ अब बिस्तारै अब अनि त्यहाँदेखि तपाईँहरूलाई चाहिँ होइन अब जाने अब ल जाउँ चल चल केटा जे भयो नि आयुषले चक्लेट ल्याएर चाहिँ अलिकति राहत भएको छ हामीलाई उकालो चल्नको लागि हो कि होइन कुन चक्लेट देखाउँ त दोस्त ल झर यार खोइ दोस्त खोइ के नामको सुमित यार हो सुमित यार ल मेरो दोस्त हामीलाई एकदम सजिलो भएको याक र चौरी गाई रे केटा हो याक र चौरी गाई रे कसले भन्यो यो हट त्यस्तो गर्नु भएन नि बुढा इङ्ग्लिस र नेपाली एकैचोटि छिटो गयो भने चाहिँ 30-35 मिनट पुग्छ भन्दा हो अघि उहाँ तलबाट 35 किलोमिटर यो त यहाँ डाँडा भनेर क्या त्यसले त्यो अघिको मान्छेले भने है उहाँ तल हाम्रो बाइक बनाएर ठाउँ निरी 45 मिनट ढिलो भने है लास्ट टाइम आउँदा तर हरियाली त हरियाली भइसक्यो है अनि ठिकै टाइम हो नि अहिले अहिले ठिकै टाइम हो अहिले आज पानी परेको मात्र हो नत्र त्यो पहिला जाडो महिनामा मान्छेले पुरै त्यो हुने देखाएको छैन कि भ्यू नै देख्दैन नि किन नदेखाएको कुहिरो लाग्छ नि त कुहिरो भन्दा यो हरियाली हुँदैन नि सुक्खा गाईको नटेकी त टेकिङ गएको जस्तै नआउने क्या हो यतिकै त हुनुपर्छ होइन त केटा हो हुनुपर्छ पर्दैन लौरा भाँचेर ल्याइहाल न त्यही हो नि तिमीहरू यार वन जङ्गल फाँडेर प्रकृतिले के गर्नु प्रकृति घरै बसिरहेको छ है प्रकृतिले के गर्नु हुँदैन त्यही होइन कुन चाहिँ प्रकृतिको कुरा गरेको केटा हो कुन चाहिँ प्रकृति कुरा गरेर प्रकृति घरै बसिरहेको छ बेस्ट टाइम बेस्ट अफ द बेस्ट टाइम है यो चाहिँ यत्रो दुःख गरेर हामीले जोस् राम्रो हेर्न पाएको छौँ पछाडि गरे के हामीले है हामीले एक्सपेक्ट गरेको भन्दा बवाल ठाउँ लाग्यो मलाई चाहिँ बवाल के चौरी चराउनेलाई हामी केटाकेटी भित्र चराउँदै दिन बित्छ रमाइलो गरे केटाहरूले हामी केटाकेटी चराउँदै दिन बित्छ पढ्न र लेख्न मुस्किल छ नाइस नाइस ल नाइस केटा हो नाइस दामी आयो दामी ओ माई गड भ्यू हेर्न भ्यू केटा हो भ्यू हेर बाफ्रे डाँडा हेर दामी आयो दामी तपाईँहरू चाहिँ त्यो ग्रेट वालबाट माथि 20 मिनट माथि आइसकेपछि चाहिँ यहीँबाट सुरु हुन थाल्छ है यो के भन्छ यसलाई थुम्का भन्छ के भन्छ यार
क्यामेराम्यान भएपछि चाहिँ साह्रै गाह्रो हुँदैछ केटा हो आफ्नो त भिडियो नआउने यिनीहरूको मात्रै खिच्नु पऱ्यो ल हेर मेरो हरिबिजक म जति बोलेको छु यसमा बोले मात्रै भिडियो छ अरू कुनै भिडियो छैन है मेरो पहिला आइफोन त्यस्तै हुन्छ क्या मलाई हेपेको छन् कि यिनीहरूले आफ्नो फोटो एउटै बढी सबै अरूको फोटो नि घुम्न जाँदाखेरि हालिदिँदा आफ्नो सबै अन्त ढिला अपलोड गर्ने चाहिँ आफैले मेरो मलाई सबसे धेरै फोटो कस्तो हुन्छ त फोटो भिडियो उयो मान्छेको यस्तो बवाल देखिरहेको होइन यस्तो बवाल देखिरहेको नि बवाल रहेछ ल ठाउँ चाहिँ एकचोटि जो आउनै पनि ठाउँ यो चाहिँ होइन केटाहरू बोल्दै बोल्दैन नि बडी बिल्डर भन्थे यहाँ नयाँ नयाँ साथीहरूलाई सुनाइदिउँ न स्कुल पढ्दा के नाम थियो राजनको के थियो हो र ल ल ल मेरो साथीहरूले औषध खान बिर्सेदैन आज मानसिक औषधि है उसलाई नै भन्थ्यो है पसमा हाल्नु क्या आयुषहरूलाई केटा चम्पादेवी हुन मलाई त एकदम इजी लाग्यो नि हाइकिङ त हो होइन चम्पादेवी चम्पादेवी हुन धेरै सजिलो क्या तर चम्पादेवी हुन बगाल हो नि यो होइन त दामी क्या चम्पादेवी भन्दा यो पिच बाटो रहेछ चम्पादेवीको चाहिँ अलिक कच्ची कच्ची रहेछ यसलाई त उटिङ्गे कुरादेखि के गर्ने आउँदैन होइन त नचाहिने कुरा यो कति 6 लाइनको बाटो हो आठलेनको बाटो यो आठलेनको हामी आउँछ नि पैसा कमाउनु जाने यो 8 लेनको बाटो हो हामी 8 जना हिँड्ने भन्दै गयो अब चलाउँछु नि त मैले मन नचल्ने तिमी चल्नु पर्यो क्या तना भयो नि केटा भ्यू हेर्न आएको भ्यू नदेखि त ल अब सकेन बादल लगाइहाल्यो हामी धेरै मिहिनेत सङ्घर्षपछि लास्ट डाँडो बाँकी छ है अब चाहिँ लास्ट एउटा मात्रै डाँडो भनेको छन् अब होइन फर्केर जाने जतिले 6-7 डाँडो त पार गरिसक्यौँ लास्टै टाइम लाग्यो तर गाउँमा हिँड्ने मान्छे भए पनि धेरै नै गाह्रो भयो पृथ्वीको नाइट पृथ्वीको नाइट अरूलाई केटा म त किन हाँस्यो भने त यहाँ ल्याइरहेको छु नि त पृथ्वीको नाइट हो अरू भन्यो कि